डीएलएस मेथडमा स्कोर सधैँ बढ्छ भन्ने पनि छैन, कहिलेकाहीँ घट्छ पनि। हिजोको म्याचमा स्कटल्यान्डले रिसोर्सेस डेन्सिटी बढेर 0.256 कति ओभर घटायो, कुन बेला ओभर घटायो। DLS जाता है डकवर्थ लुइस डकवर्थ लुइस स्टर्न मेथड। यही मेथडको आधारमा नेपाल आफ्नो पहिलो खेलमा स्कटल्यान्ड विरुद्ध 2 रनले पराजित भएको छ। यससँगै विभिन्न सोशल मिडियाको पोस्ट एन्ड कमेन्टहरूमा हामीले देख्न सक्छौँ नेपाली फ्यान्सहरूको फ्रस्ट्रेसन। धेरैले यो डीएलएस स्कोर नबुझेको मैले भेटेको छु। आजको भिडियो यही डीएलएस मेथडको बारेमा। डीएलएस स्कोरलाई मुख्यतया यही 3 कुराले प्रभाव पर्छ: कति ओभर घटाइयो, कुन बेला ओभर घटाइयो र विकेट कति हातमा छ। आउनुहोस् हिजोकै म्याचको इक्जाम्पललाई लिएर हेरौँ। हिजोको म्याचमा स्कटल्यान्डले पुरा 50 ओभर ब्याटिङ गर्दै 243 रन बनाएको थियो, जसको आरपिओ थियो 4.86। जब पानीले इन्टरप्ट गर्यो गेम र ओभर रिड्युस भयो 39 ओभरमा। अब नेपाललाई चाहिएको थियो 220 रन र नेपालको लागि रन रेट थियो 5.6। यो कसरी बढ्यो त? डीएलएस स्कोरमा अर्को टर्म हो रिसोर्सेस, जुन चाहिँ एउटा कम्बिनेसन हो विकेट्स इन ह्यान्ड र ओभर रिमेनिङको। जब स्कटल्यान्डले पहिला ब्याटिङ गर्यो उसँग 50 ओभर थियो र 10 विकेट थियो। रन रेट इन्टरप्ट भएपछि नेपालसँग 39 ओभर थियो र उसँग विकेट पनि 10 थियो। स्कटल्यान्डले त्यही 10 विकेटमा 50 ओभरसम्म ब्याटिङ गर्नुपर्ने थियो भने नेपालले त्यही 10 विकेटमा मात्र 39 ओभरसम्म मात्रै ब्याटिङ गर्नुपर्ने थियो। यही अनफेयर एडभान्टेजलाई कम्पन्सेसन गर्नको लागि डीएलएस स्कोरमा नेपालको रन रेटहरू बढेर आएको थियो। यसलाई बुझ्नको लागि इमेजिनेरी टर्म दिएको छु जसको नाम हो रिसोर्सेस डेन्सिटी, जुन चाहिँ हुन्छ विकेट्स इन ह्यान्ड बाई ओभर। स्कटल्यान्डसँग पुरा 10 विकेट थियो र उसले 50 ओभर खेल्नु परेको थियो र उसको हुन्छ 0.2 डेन्सिटी। जब नेपालले पहिला ब्याटिङ गर्नु पर्यो उसँग 10 विकेट थियो तर ओभर चाहिँ रिड्युस भएको थियो, त्यसको कारण उसको रिसोर्सेस डेन्सिटी 256 भएको थियो। र यही अनइक्वल रिसोर्सेस डेन्सिटीलाई कम्पन्सेसन गर्नको लागि नेपालको रिक्वायर्ड रन रेट 4.86 बाट बढेर 5.64 भएको थियो। यो त भयो एकदमै सोलो डोलो र सिम्पल एक्जाम्पल। आउनुहोस् यसलाई एकदमै हाइपोथेटिकल एक्सट्रिम सिचुएसनबाट बुझ्ने प्रयास गरौँ। आउनुहोस् एउटा हाइपोथेटिकल T20 म्याचको कल्पना गरौँ। नेपाल भर्सेस ओमनको T20 म्याच छ। नेपालले 14 ओभरसम्म ब्याटिङ गर्दाखेरि 102 रन बनाएको छ, 4 विकेट गुमाएर। यतिकैमा पानी पर्छ र अम्पायरले भन्छन् कि अब ओभर रिड्युस भएर 15-15 ओभरको गेम हुन्छ र अब नेपालले थप 1 ओभर ब्याटिङ गर्छ र उसले 112 रन बनाउँछ 6 विकेट गुमाएर। अब यस्तो अवस्थामा डीएलएसको लजिकले के भन्छ भन्दाखेरि सुरुमा त नेपालले 20 ओभरको इन्टेन्टले गेम खेल्दै थियो र पछि 81 ओभर घटेर 15 भयो र नेपालले आफ्नो स्कोरलाई रिक्यालिब्रेट गर्नको लागि मात्र 1 ओभरको विन्डो पाएको थियो। तर जब ओमन सेकेन्ड इनिङमा ब्याटिङ गर्न आउँछ उसलाई त पहिले नै थाहा हुन्छ कि 15 ओभरको म्याच हुँदैछ र उसले पनि आफ्नो गेम प्लानहरू 15 ओभरको बनाउनको लागि पर्याप्त समय पाएको थियो। अब ओमनलाई जित्नको लागि 112 रन बनाएर पुग्दैन। डीएलएस स्कोरको आधारमा ओमनको लागि टार्गेट हुन्छ 124 रन। डीएलएस मेथडमा स्कोर सधैँ बढ्छ भन्ने पनि छैन, कहिलेकाहीँ घट्छ पनि। आउनुहोस् एउटा इक्जाम्पल लिएर हेरौँ। नेपाल र युएसएको T20 म्याच छ। युएसएले 8 ओभरमा 6 विकेट गुमाइसकेको छ र 91 रनमा अड्किरहेको छ। यतिकैमा पानी पर्छ र ओभर रिड्युस हुन्छ 12-12 ओभरको। अब युएसएले बचेको 4 ओभरमा ताबडतोड ब्याटिङ गर्दै 91 रन बनाउँछ र अल आउट हुन्छ। अब नेपालले पछि चेज गर्न आउँदाखेरि 12 ओभर पाउँछ र अब नेपालले 92 रन बनाउनु पर्दैन, किनकि नेपालले 20 ओभरको म्याचमा अलरेडी 8 ओभरमै 6 विकेट गुमाएर एउटा आफ्नो अप्पर ह्यान्ड इस्टाब्लिस गरिसकेको थियो गेममा। अब यो युएसएको बचेको 4 विकेटले अब हाम्रो कमन लजिकले के भन्छ भन्दाखेरि T20मा अब बचेको 4 विकेटले कति नै रन बनाउला र युएसएले त्यस्तै 80-90 रन। तर त्यो 20 ओभरको स्कोर थियो। नेपाललाई त्यही लेभलको स्कोर 91 रन 12 ओभरमा चेज गर्नु पर्दाखेरि त एकदमै घाटाको सौदा भयो। स्कोरको आधारमा नेपालको टार्गेट हुन्छ 79 रन। यो त थियो लजिक बिहाइन्ड द डीएलएस स्कोर। यसलाई क्याल्कुलेट गर्नका लागि विभिन्न फर्मुला टेबलहरू चाहिँ हामी इन्टरनेटमा पाइहाल्छौँ। डीएलएस स्कोरबारे यो भिडियो मन परे भिडियोलाई लाइक र हाम्रो पेजलाई फलो गरिदिनु होला र सेयर गरिदिनुहोस् त्यस्तो फ्रेन्डलाई जसलाई डीएलएस स्कोरको बारेमा थाहा छैन।